नमस्कार, म डाक्टर शम्भु प्रसाद जमर कटेल हेदाङ्ने। शम्भु जमर कटेल हेदाङ्ने आज तपाईहरु समक्ष नेपाली जात जातिको निर्माण जुन पहिला कुरा गरिएको थियो नेपाल निर्माणको क्रममा त्यसैलाई कन्टिन्यू गर्दैछु। खास गरी धेरै श्रोता दर्शकहरूले चाहनु भएको कुरा के बुझे भने अलिकति उत्पत्ति उद्गमको कुरा त्यसपछि समय तालिका अनुसार हुन पाए राम्रो हुन्थ्यो भन्नुभएको हुनाले आज म त्यसलाई पनि फोकस गर्छु। नेपालमा आर्यहरूको आगमन खास गरी दुईपट्टिबाट भएको देखिन्छ। एउटा इन्डियातिरबाट यो चाहिँ 6औं र 8औं शताब्दीको बीचमा जब चाहिँ मुसलमान धर्म संस्कृतिको निर्माण भयो, त्यसपछि मुसलमान राज्यहरू भारतवर्षमा फस्टाए। त्यो फस्टाएपछि चाहिँ नै बचे खुचेका धेरै हिन्दूहरू कन्भर्ट भएरै मुसलमान भएका हुन्। धेरै नेपालीहरूलाई के कन्फ्युजन छ भने हैन मुसलमान र हिन्दूमा कसरी एउटै जात भयो भन्ने कुरा गर्नुहुन्छ। म यहाँ त्यो स्पष्ट के गर्न चाहन्छु भने धेरै मुसलमानमा हिन्दूहरू नै कन्भर्ट भएर गए, कन्भर्सन गरे र मुसलमान भए। नहुनेहरू मध्ये उहाँहरूसँग टकराव गर्नुपर्ने र उनीहरूले अलिकति जबरजस्ती गर्ने अवस्था भएपछि भागेर अथवा त्यो ठाउँ छोडेर हाम्रो कर्णालीतिर आएको कथा पाइन्छ। यो चाहिँ 6औं देखि 8औं शताब्दीमा नेपालमा इन्डियातिरबाट भारततिरबाट नेपाल प्रवेश गर्ने सम्पूर्ण खस आर्य बाहुनहरू, खसहरू भन्ने पनि आर्यहरू भन्ने पनि म एउटै जाति हो, खालि अहिले छुट्याइएका हुन्। यो चाहिँ ओकालती गर्नेहरूले भन्छु त्यो एउटै जाति उताबाट 6औं शताब्दीदेखि 8औं शताब्दीसम्ममा नेपाल प्रवेश गरेका छ। तर यो भन्दै गर्दा खस आर्य सबै इन्डियातिरबाट आएका हुन् भन्ने कुराको तर्कमा दम छैन। किनभने हाम्रो सिल्क रोडको व्यापारमा अरबियन व्यापारीहरू, अब मैले अस्ति यहाँहरूलाई भने हामी मध्ये धेरै पार्सियनहरू हौं। पर्सिया भनेको अहिलेको इरान राज्य र इरानको राज्यमा मध्ये त्यही भूभागभित्र नेपाल पनि पर्दथ्यो। त्यसो हुँदाखेरि सिल्क रोडको व्यापारमा पर्सियनहरू, युरोपियन अमेरिकनहरू सहित यो सिल्क रोडको एन्ड पोइन्ट पश्चिम चाइनाको कसगरसम्म व्यापार गरेर आउनुहुन्थ्यो र त्यही कसगरियाहरू पछि उतातिरबाट आएर कर्णालीमा राज्य कायम गरेर बसे। राज्य कायम गरेर बस्ने क्रममा उनीहरूले आफूलाई कसगरिया अथवा त्यो कसगरिया भन्दा भन्दै खसगर खस भन्ने शब्द पनि आयो र त्यो भित्र आर्य पनि त्यसैमा हुने नै भएको। आर्य संस्कृतिको कसगरतिरबाट आएको खस आर्य आएर बसोबास गर्यो। यो दुईटा यो कहिले आयो भन्नुहुन्छ भने यो चाहिँ 6औं र 8औं शताब्दी भन्दा पहिला नै आएर बसेको पनि हुन्छ र पहिला दोस्रो शताब्दी, चौथो शताब्दी, 6औं शताब्दीको बीचमा पनि आयो। तर आउने क्रम चाहिँ 8औं शताब्दी 10औं शताब्दीसम्मै नियमित भइरहेको छ। यसरी आउने क्रममा चाहिँ 8औं शताब्दीको अन्ततिर भनौं न 9औं शताब्दीको बीचतिर कर्णाली राज्य स्थापना भयो। अब यसको तिथिमिति अलिअलि फरक छ, कसैले 1000 शताब्दीतिर भनेर लेख्नु भएको छ। त जे भने पनि खस राज्य स्थापना भयो। खस राज्य चाहिँ नाग राजाले स्थापना गरे। उनी चाहिँ भारततिरबाट आएका खस आर्य थिएनन् कि कसगरतिरबाट आएका खस आर्य थिए। उनका छोरा अशोक मल्ल के अरे अशोक चल्ल नागराजाका छोरा र अशोक चल्लका छोरा चाहिँ नै पछि मल्ल काठमाडौँ आक्रमण गर्न आएर, मैले अस्ति पनि यहाँहरूलाई भने हाम्रो चाहिँ त्रिशुली नदीसम्म कर्णालीको राज्य थियो भने त्योभन्दा पूर्व आएर काठमाडौँ आक्रमण गर्दा पहलमानी युद्ध लड्नु परेकोले उनले आफूलाई मल्ल टाइटल पाएपछि प्राप्त गरेर त्यसपछि मल्लहरू भए कर्णालीका राजाहरू। अब कर्णालीका राजाहरू यसरी आए, इन्डियाबाट यसरी खस आर्य आयो भनेर यो दुईटाको संस्कृति चालचलन छुट्याउने, फरक छुट्याउने के हो भनेर तपाईँ एउटा बाउन्ड्री लाइन, एउटा सीमारेखा चाहनुहुन्छ भने त्यो चाहिँ मन्दिरको पूजा गर्ने बाहुन क्षेत्रीहरू र मस्टोको पूजा गर्ने बाहुन क्षेत्रीहरू भनेर मैले स्पष्ट पार्न चाहन्छु। मस्टोको पूजा गर्नेहरू तिब्बतीयन संस्कृतिसँग मिसिएर आएका कसगरिया बाहुन क्षेत्रीहरू भए, खस आर्य भए भने मन्दिरको पूजा गर्नेहरू चाहिँ इन्डियातिरबाट आएका हुन्। अब अहिले नेपालमा मन्दिर र मस्टो दुईटै पूजा गरेको देखिन्छ भने मस्टो चाहिँ निश्चित बाहुन क्षेत्रीका जातिको मात्रै कुलदेवता भनेर मानिन्छ। यो कुरा गरिसकेपछि मैले आज अझै अगाडि बढ्नुपर्ने हुन्छ। उद्गम र उत्पत्तिको कुरा यसरी गरेपछि जातीय निर्माणको कुरा गरौँ। जातीय निर्माण चाहिँ नेपालमा आउँदाखेरि त्यसरी बाहुन क्षेत्री, वैश्य, शूद्र भएर नै त्यो क्याटेगोरीमा विभिन्न अहिलेको जस्तो विभिन्न 12-27 थर जात भएर आएको चाहिँ हुँदैन। सबै जाति पहिला ग्वालाको रूपमा, व्यापारीको रूपमा,
त्यही ग्रुपले काम गर्छ भने खेती पनि त्यही समूहले काम गरेको, त्यही जातिले गरेको हुन्छ। कालान्तरमा उसको पेसा, बसोबास र पदको आधारमा उसका जातहरू निर्माण हुँदै जान्छन्। म यसमा तपाईँलाई उदाहरणको लागि भन्छु, बाहुनभित्र आएँ भने अब पदको आधारमा भएको चाहिँ राजभण्डारी, भण्डारी भन्ने चाहिँ अनेक छन्। त्यसभित्र थुप्रो जान सकिन्छ हामी, तर भण्डारी, राजभण्डारी, अधिकारी प्रत्यक्ष पदको आधारमा भएका थरहरू भए बाहुनभित्रका। भने अब क्षेत्रीभित्रका त्यस्तो गर्दा, त्यसरी हेर्दा बस्नेतहरू जो आर्मीमा थिए, 24 राज्य थिए कर्णालीमा, 24 राज्यका आर्मीमा बसेर रोल कल गर्नेहरू आफूलाई बस्नेत भन्थे भने कर उठाउनेहरू आफूलाई कार्कीय भन्थे। तिनी आज कार्की भए। कुन राज्यका कार्की भन्दा हामी विभिन्न 4 राज्यका हौँ भनेर 4 उपनामहरू, लामा कार्की, मुडुला कार्की भन्ने चलन छ, तिनीहरू राज्य हुन् भने अर्को चाहिँ थापा भनिन्छ। थापा भनेको सूचना थाहा पाउने, सूचना अधिकृतको आर्मीको पद हो त्यो, सूचना अधिकृत, जसले आफूलाई थापा भन्नुहुन्छ भने अब बस्नेत, थापा र कार्कीको कुरा गरियो। यस्तै अरू क्षेत्रीका थरहरू पनि राणा भन्नुहुन्छ भने आर्मीको चिफलाई राणा, रानु, मौरीको रानु, सरमान्दा राणा, यसरी क्षेत्रीका थरहरू भएका छन्। त्यसैले क्षेत्रीका थरहरू भयो भने अन्य जात जातिका कुरामा गर्दा चाहिँ आफ्नो ठाउँ अनुसार, आफ्नो काम अनुसार पनि छ। जस्तै बाहुनमा पाठक भन्यो भने पाठ पढ्ने, सङ्ग्रौला भन्यो भने सङ्ग्रह गर्ने, सिम्पल कुरा छ हैन। हुलाक टिकट पैसा सङ्ग्रह गर्ने सङ्ग्रौला, पाठ पढेर बस्ने दिनभरि पाठक। त्यसरी नै हेऱ्यो भने अब अलिअलि बङ्गाली मूलका मान्छेहरू यता आएको पाइयो भने तपाईँलाई शुद्ध वेद पढ्ने सुवेदी, 2टा वेद पढ्ने द्विवेदी, 3टा